ल छोरी चाहिँ नि घाँस बोकेर घाँस पुग्यो साग चाहिँ त्यहाँ मान्छे त्यो माटो गराउनु तिमीलाई छोरीको बच्चा पनि पुग्नु पर्यो फेरि आयो फर्केर पर्खिनु न एकछिन आफ्नो यता धानमा छ होइन छोरीको चाहिँ यहाँ छ खुसीमा आफ्नो यता होइन छोरी चाहिँ त्यहाँ फर्केको बोल जाँदैछ छोरो कहाँ हो मेरो छोरी घाम जान्न यार भोलि घाम अरू भन्दा नि भोलि घाम लाग्छ लाग्दैन भनेर चाहिँ पिर लागिरहेको मलाई हेर्नु मेरो छोरी 3 वर्षदेखि दुःख पायो यसरी घाँस बोक्छ म भाइ बोक्छु यसको बेबी पनि बोकिदिनुपर्छ यहाँ सँगसँगै कुर्सीमा अरू बेला चाहिँ भाइ बस्छ यो कुर्सीमा होइन भाइले यसरी बाँधिरहेको छ हामीले आज चाहिँ यसको नाम राखेर यसरी काम गरेको होइन होइन छोरी मेरो छोरीले सबैजना माया गरिदिनु होला है उताबाट जाने कि साग टिप्नु त्यहाँ पुगेको छैन साग कहाँ लगेको यता ल्याउने यता यता बाख्रा खोल्नु ल तिम्रो बच्चा पनि यहाँ हो त्यो बिसाउनु खोरमै लन्छ फेरि धान पनि नक्कली ट्याक्कसँग छोरीको यहाँ बच्चा बग्नु आउने छोरी जाउँ खोइ छोरी बोकेर हिँड्यौँ मेरो चाहिँ नातिनी पर्छ है यसको चाहिँ छोरी घाँस बिसाएर अब छोरी बोकेर हिँडेको हाम्रो यतातिर साग छ होइन यता लसुन छ आज लसुन बारीको मुला चाहिँ निकालेको मैले यता छेउमा लसुनहरू छ होइन आइया हिँड्नु ल तोरीभित्र छ बेतुको सागहरू टिप्नु पऱ्यो भनेको नानीको अनुहार छोपेको छ हेरिदिनु रहेछ नानीको अनुहार छोपेको छ अरे म सक्छु अब म छैन छोपेको खोइ त आँखा त देख्दैन छैन क्या तिम्रो नानीको आँखा अब यता यता त्यस्तो रमाइलो गरेर काम पनि भयो रमाइलो छोरी बोकेर छोरी चाहिँ छोरा बोकेर चाहिँ यतातिर छ हेलो कता खोइ बेतुको साग छैन क्या हो यहाँ त यो त खेसारी मुसुरी आज बाटो हुँदैछ साग हेरेको हेर्नु न आज छैन के अरे मलाई त अचम्म लाग्छ हाम्रो बेतुको साग चाहिँ यहाँ आउँछ त पुग्छ होला अब त बेतुको साग दबाई हुन्छ अरे जिउ दुखेको हुन्छ अरे भन्छ खानु पऱ्यो टक्क छोरी बोल्नु त ल भयो है अल्छी लाग्यो मलाई त